समयमा चाहिँ अझ जोसिलो भएर चाहिँ परमेश्वरको वचन सुन्नुपर्ने हो। हालेलुया। हामी परमेश्वरको वचन सुन्नलाई हामी एकदमै तयार हुनुहुन्छ। आमेन। मलाई आशा छ यहाँहरू सबैजना तयार हुनुहुन्छ। आजको वचनको शीर्षक चाहिँ यस्तो छ, विशेष गरी आजको सङ्गतिलाई चाहिँ म घरेलु सङ्गति चाहिँ खासमा हाम्रो जीवनमा महत्त्वपूर्ण छ कि छैन, अथवा घरेलु सङ्गति चाहिँ साँच्चै नै हामीलाई चाहिन्छ या चाहिँदैन है भन्ने विषयलाई, घरेलु सङ्गतिलाई आज म जोड दिनेछौँ। मलाई आशा छ यहाँहरू सबैजनाले राम्रोसँग ध्यानपूर्वक सुनिदिनु होला। एकदमै महत्त्वपूर्ण वचन छ यो। आमेन। हामीले सुन्नै पर्ने वचन। हामीलाई थाहा छ साँच्चै नै अहिलेको अवस्थामा घरेलु सङ्गति खासै भएको छैन, खासै भन्दा पनि भएको छैन, रोकिएको छ। पहिला हुन्थ्यो तर अहिले घरेलु सङ्गति भएको छैन। एकदमै दुःख लाग्दो कुरा हो। तर घरेलु सङ्गति चाहिँ हाम्रो जीवनमा कतिको आवश्यकता छ भन्ने कुरा हामी परमेश्वरको वचनबाट हामी हेर्नेछौँ। हामी प्रेरितको पुस्तकलाई हामी हेरौँ। प्रेरित 1 अध्यायलाई हामी खोलौँ। हामी प्रेरित 1 अध्यायको 13 देखि 15 सम्म म पाठ गर्नेछु है। हजुरहरूले एकदमै ध्यानपूर्वक सुन्नुहोला। परमेश्वरको वचन एकदमै ध्यानसित सुन्नलाई एकदम आवश्यकता छ। 13 देखि 15, प्रेरित 1 अध्यायको 13 देखि 15 सम्म है। यहाँले पाउनुभयो होला। सहरभित्र पसेपछि तिनीहरू माथिल्लो तलको अबु बस्ने कोठामा उक्ले। तिनीहरू चाहिँ पत्रुस, योहन्ना, याकुब, अन्ड्रयास, फिलिप र थोमा, बारथोलोमै र मत्ती, अल्फायसको छोरो याकुब र उग्रपन्थी दलको सिमोन र याकुबको छोरो यहूदा थिए। कतिजना स्त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्तर प्रार्थना गरिरहन्थे। ती दिनमा भाइहरूका बीचमा पत्रुस खडा भए। यी मानिसहरूका सङ्ख्या प्राय 120 थियो र भने त्यो समयमा चाहिँ साँच्चै नै यहाँ हामी देख्दछौँ जुन अबु बस्ने कोठामा उक्लेर चाहिँ तिनीहरू चाहिँ साँच्चै नै त्यहाँ सबैजना, कतिजना, धेरैजना त्यहाँ भेला भएर हामी भेटाउँदछौँ। अनि त्यहाँ चाहिँ सङ्ख्यामा करिब 120